तपाईहरुले गुलेली किन्दाखेरि चाहिँ यो पार्ट्सहरु पाउनुहुन्छ हैन टक्क यो लेजर लाइटहरु वाला पार्ट यो भयो यो चाहिँ तपाईको गुलेली नै भइहाल्यो अनि त्यसपछि एक्स्ट्रा स्ट्रिप सहितको तपाईले यो ब्याट्रीहरु भइहाल्यो यो एक्स्ट्रा स्ट्रिपहरु भयो रबर भयो हैन अनि यो भयो तपाईको ब्याट्रीमा है हजुरको कुनैमा चाहिँ दुईटा लाग्छ कुनैमा तीनटा लाग्छ अनि नर्मली यसलाई फिट गर्नलाई यो चाहिँ यस्तो गर्नु भयो भने यो तल माथि हुने गर्छ यदि यसले पुगेन भने चाहिँ यसलाई अझै अनस्क्रू गरेर हजुरले यस्तो गर्नु भयो भने यहाँ टक्क यो हाल्न मिल्छ यो गर्यो अनि त्यसपछि यहाँ राखेर मज्जाले कस्दिने अनि त्यसपछि राम्रोसँग बस्यो भने कति मात्रा यो राख्ने यो कस्दिने कसैपछि बिल चाहिँ है मज्जाले यो युज गर्न सक्नुभयो एक्स्ट्रा यो भयो अब लेजर लाइटहरु फिट गरेर हेरौँ यसमा पार्छ हुन्छ अब इमेजिङ भयो यसलाई लगाउन लाग्यो टक्क यहाँ राख्यो राखिसकेपछि एउटा टिलिन्छ हुन्छ यसलाई यहाँ छिलायो यहाँ क्लकवाइज माथि क्लकवाइजमा तपाईको यो अल्टाइट भयो यसलाई लगाउन सकेपछि भयो यो भयो अब त्यसलाई भनेको तपाईको यसमा जान्छ हो हैन यस्तो गरेर तपाईको यतापट्टि अगाडि देख्नु पर्दैन यता हान्ने अनि यसमा यो नट लगाइदिने तीनटै ब्याट्री हातमा यो तल्लोपट्टि पारेर सरलकै यहाँ हाल्दिने टक्क यहाँ राखेर घुमाइदिने यहाँ कस्दिने यति गरेपछि तपाईले चाहिँ है त्यसपछि अब तपाईले मात्रै युज गर्न सक्नुहुन्छ